La 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 lori. So hello guys, good morning. It's me Rasi है. तपाईँले चिन्नुहुन्छ भने क्या अब छिटै. अनि म चाहिँ आज राइड जाँदैछु यता केटिएमबाट सुकुटीसम्मको. अनि टुडे वान नाइट. अनि अब म चाहिँ बाइक टक्क कोल्ड स्टार्ट हाल्दै. सेक्सी कुस्ती छिन्, सेक्सी नै छिन्. अनि म चाहिँ भर्खर गेयर अप भएँ. अनि म पनि अब जानु लाग्यो. And I'm wearing this helmet today. Bye. मेरो बाइक राम्रो हो कि यो भ्यू राम्रो हो म बुझ्न सक्दिनँ तर मेरो बाइकै राम्रो हो. सोरुम आइपुगेँ अनि बाइक चाहिँ लाइन अप भइरहेछ. अनि केटीहरू चाहिँ सबैजना आइसक्यो. म्यानी एउटा बाइक चाहिँ आउनाले सिज भेरी लेट अलवेज है. सिकान्छु भनेर चाहिँ होइन फन भने राइडिङलाई कसरी इन्जोय गर्छ पनि हुन्छ. अब त्यहाँ गएर सबै कुराहरू सिक्नु पनि पर्छ हामीले. कति कुराहरू कतिजना नयाँ राइडरहरू हुन्छ होला होइन. राइड गर्दाखेरि अब कर्नर कसरी हान्ने हाम्रो यहाँ रेसरहरू नै हुनुहुन्छ होइन. यहाँ उहाँहरूलाई पनि सोद्धा हुन्छ यसो के छ भनेर रेसरहरू हुनुहुन्छ. अब उहाँहरूलाई सोध्ने हाम्रो यहाँ मार्सल पनि हुनुहुन्छ. उसलाई पनि धेरै कुरा थाहा छ होइन. जस नआएको कुरा अथवा केही सोद्धा केही पनि फरक पर्दैन. उहाँहरूलाई बिचमा सोद्धा पनि हुन्छ यस्तो गर्दा के हुन्छ होइन. जस इन्जोय बाइकलाई आफ्नो फुल पोटेन्सियलमा कुदाउनु पऱ्यो क्या हामीले. केटिएम किनेको छ होइन धेरैजनाले. केटिएमलाई कसरी होइन केटिएमको पावर थाहा छ. जस कुदाउने स्पेस हुन्छ तपाईँहरूलाई इनफ हुन्छ. धेरै स्पिड पनि गर्दैनौँ गर्न चाहिँ हामी. अनि अर्को केटिएममा हामी 3टा कुरा फलो गर्छौँ है. एउटा भनेको डिसिप्लिन हुन्छ. डिसिप्लिन भन्नाले अब सब कुरा आउँछ त्यसमा. बाटोमा कसरी हिँड्नेदेखि लिएर ट्राफिक रुल्सदेखि लिएर होइन यसरी मैले भने तप्दाखेरि एकपल्ट हर्न बजाउनेदेखि लिएर होइन सबै डिसिप्लिन नै गरिन्छ है. त्यो चाहिँ एकदमै हाम्रो राइड कम्युनिटीको लागि नै त्यो एकदमै इम्पोर्टेन्ट छ डिसिप्लिन भन्ने कुरा. सेकेन्ड भनेको सेफ्टी हुन्छ हाम्रो है. सेफ्टी भनेको गियर्स मात्रै हुँदैन है. गियर आउँदैन सेफ्टीमा चाहिँ अरू धेरै कुराहरू आउँछ है. आफ्नो साथीहरूको पनि हेर्नुपर्छ कोही छुट्याएको छ कि छैन भनेर पनि हेरौँ होइन. त्यही भएर साथी घुलमिलौँ होइन. यो अब सबैजना नयाँ नै छ आएको होइन. सबजनालाई चिनौँ. त्यही भएर 1 डे राइड चाहिँ 2 डे राइड छ होइन. 2 डे राइडमा एकदमै टाइम पनि पाउँछौँ हामीले. म चाहिँ सुनिधि है. सो आज आई विल बी सो आज म लिड मार्सलमा हुन्छु, अगाडि हुन्छु. सो फर्स्ट टाइम अब हाइवे राइड कतिजनाको छ बाई ह्यान्ड. फर्स्ट टाइम हाइवे मतलब आउट अफ काठमाडौँ भनेपछि सबैले गर्नु भएको नै छ. सो रोडहरू के कस्तो छ तपाईँहरूलाई थाहा छँदैछ होइन. अलिकति अफ रोडिङमा चाहिँ ब्रेकिङहरूको ग्याप चाहिँ मेन्टेन गर्नु है. किनभने अफ रोडमा अब इनकेस टल भइहाल्यो भने अथवा नहोस् तर लडिहाल्यो भने चाहिँ त्यो आनन्दले त्यो ड्याङ 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 नठोकोस् के. सो ग्यापहरू चाहिँ मेन्टेन गर्नुहोस् है. हामी अब इनसाइड भ्याली चाहिँ 50 के अब भक्तपुरसम्म त 50 मै जान्छौँ बिकज अहिले रुल्सहरू एकदमै टाइट भएको छ. अनि ब्लू बुक र लाइसेन्स सबैसँग छ नै होला आफ्नो डकुमेन्टहरू. अनि त्यसपछि बाहिर गएपछि बिस्तारै हामी पेसहरू बढाउँदै जान्छौँ होइन. ठाउँ हेरेर पेसहरू बढाउँछौँ. अनि मेन चाहिँ हामी यहाँबाट पहिला भक्तपुरमा पेट्रोल हाल्न जान्छौँ. जसले हाल्नु भएको छैन त्यहाँ फिल गर्नु होला. अनि त्यसपछि हामी डिरेक्टली नगरकोट होइन नगरकोटमा रत्नगिरीमा ब्रेकफास्ट खान्छौँ. अनि त्यहाँ फोटो सेसनहरू गर्ने. तपाईँहरूको के अब टिकटकहरू छ त्योहरू बनाउनु होइन. अब 2 डेज राइड हो हाम्रो. अस्ति नगरकोटको पनि फेसेसहरू देखिरहेको छ. त्यो भन्दा पनि नयाँ फेसेसहरू पनि छ. सो त्यति नै हो. अरू ब्रान्डहरूको चाहिँ मैले खासै देखेको छैन फिमेल ओन्ली राइडहरू चाहिँ. सो लेट्स रिप्रेजेन्ट केटिएम. रमाइलो गरौँ. द्याट्स इट है. कसैलाई केही कोहीसँग कुद्न केही छ भने मलाई आएर भनिदिनु होला. म सुन्छु मात्रै फेरि केही पनि गर्दैन. हामी चाहिँ गेरअप भएर निस्किसक्यौँ. अरू चाहिँ फ्युल हाल्दैछन् होइन.
हामी चाहिँ ब्रेकफास्ट गर्न अहिले यहाँ नगरकोट आएको छौँ। मेरो बाइकले त्यो बाइकलाई किस खाइरहेको छ राइट नाउ चाहिँ है। यही हो गाइजहरू यस्तो छ। तिमीलाई के भन्नु छ? अब हामी ब्रेकफास्ट गरेर अनि यहाँबाट लाग्छ। अहिले चाहिँ हामी रत्नगिरी रिसोर्ट आइपुगेको छौँ। उहाँ चाहिँ मेरो आजबाट बेस्ट फ्रेन्ड बन्नुभएको छ। स्याए मानी मानी कि नमानी मानी कि नमानी न यस्तो हो गाइस। दिदी के हो यस्तो राइड आउँदा नि पाउडर राइड आउने मान्छेले चाहिँ कसको त्यो छिरेन अरे तपाईँ राम्रै हुनुहुन्छ त पाउडर किन लाउनु पर्यो? तपाईँलाई किन लाज लाग्यो अरे केटी जिस्काउनु नपाएर? दाइलाई चाहिँ मैले केटी जिस्कायो भनेर धेरै पिर्छ। दुइटा पागल भइसक्यो यहाँ। यो पिम्पल प्याच चाहिँ मलाई मन पर्यो क्या। मैले स्टार लाउने गरेको थिएँ तर मलाई यो मन पर्यो। मैले 3 महिनापछि भेटाएको यो के भएको मिट्छ धेरै भएन। म लिन जान्छु अब। अब निस्किन लाग्यो यहाँ भन्छ। हाम्रो बाइकहरू चाहिँ यहाँ छ। मेरो बाइक चाहिँ यता किस खाएर बसिरहेछ। सोच क्या ए भाइले मार्ने भयो मलाई अब छोडेर आइस भनेर। हिरो रे त हिरो बनिदेऊ न प्लिज। कतिको स्पिड थियो त आज? 90 अहिले यहाँ मात्रै माने हो क्या हाम्रो बेस्ट। ओ माय गॉड मान्नु मान्ने कि नमान्ने? हाम्रो मेला दिदी तपाईँ त को नभएर त पागल हुनुभएको त। लास्टमा पनि म पेल्ने अगाडि सबजना जस हामी 5 जना अगाडि थियो अरू चाहिँ पछाडि। ओके तिमीलाई के भन्नु छ? सो हाम्रो चाहिँ त्यहाँ छ बाइक। अहिले चाहिँ हामी मुडै कट्यौँ। नाइस भ्यू देखिरहेछ गाइस। सो हामी चाहिँ पुगिसकेका छौँ। मानी त यहाँ ओ माई गॉड मलाई त हेल्लो ल। अब यिनीहरू दुइटाको त काम यही हो। वाउ करती है यहाँ चाहिँ बाइक राखेका छन्। यहाँ चाहिँ केटीहरू छन्। चाचा उही दसैँ आयो फेरि एकचोटि ढकाला त। चप्पल हो यो ट्याग हो। चप्पलको अनबक्सिङ। अब चाहिँ यहाँ केटीहरू टक्कल स्विमिङ गरिरहन्। चारजना छ चारवटा भाइ अर्को दुईटा थ्याङ्क यू भनेको खोइ थ्याङ्क यू भन।
खै थ्याङ्क यू भनेको सो हामी चाहिँ आज यो रेस्टुरेन्टमा बसेको थियौँ अनि मलाई चाहिँ राम्रो लाग्यो यता चाहिँ रुम छ अनि यहाँ छ हाम्रो पुन्टु 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 सारा संसारभरिमा मैले सो हामी चाहिँ अब खाना खान लाग्यो होइन Hello guys. So hello and good morning from Sukute भन्ने के यो चाहिँ हाम्रो पछाडिको चाहिँ त्यो हाम्रो रुम थियो होइन अनि अहिले चाहिँ म माथि आइरहेको छु हामी चाहिँ भर्खर उठ्यौँ म ब्रस गर्न आँटेको अनि माथि चाहिँ ब्रेकफास्ट रेडी भयो अरे त्यही भएर म निस्केँ ब्रेकफास्ट गर्नलाई केटीहरू चाहिँ अझै नि सुति नै राखन कस्तो अल्छी छन् के म चाहिँ एकदम जाँगरिलो छु फेरि यस्तो कुरामा चाहिँ भने भन्न मिल्दैन अलि मोटी छु नि त अनि मलाई मिठो मिठो खानुपर्छ त्यही भएर खानेकुरामा चाहिँ म आइहाल्छु अब म देखाउँछु है त के खाएर मर्निङ दाई गुड मर्निङ यो ब्रान्डिङ मन पर्यो होइन यहाँको ब्रसको तिमीलाई कस्तो लाग्यो यो ब्रस एकदम दामी अथेन्टिक एकदम हेर न अब मैले त उस भएर चाहिँ लिएर जानु लाग्छु घर पनि नलगायो क्युट के हेर न गाइज हेर यस्तो बाँसको है यस राख्छु तर नेपाली प्रडक्ट यस्तो राम्रो हो नि है अनि राम्रो पनि छ कि सफ्ट हेर्नु गाइज मुलायम यसले ब्रस गऱ्यो भने चाहिँ हजुरको दाँत पनि राम्रो हुन्छ क्या यहाँ चाहिँ हाम्रो ब्रेड निस्केको छ एउटा मलाई ल दाइ थ्याङ्क यू दाइ हामी चाहिँ अब ब्रेकफास्ट गर्न लाग्छौँ यो चाहिँ मेरो हो मैले चाहिँ धेरै हालेको छैन यति हो अनि यो के हो के हो तिमी त हेल्दी हेल्दी खाँदो रहेछौ त गाइस अप्सनमा त्यही भएर हो भनौँ हिँड्छ है मैले चाहिँ यति मात्रै ल्याएको छु म धेरै खान्न नि त त्यही हो केटीहरूको रमाइलो छ यहाँ सबजना बाइक निकाल्दैछन् बाइक निकाल्ने कार्यक्रम हुँदैछ बाइक साइड निकाल्ने उनीहरू चाहिँ अगाडिकोसम्म घुमेर आउने अरे A few moments later. सो मारो डिक्रो गिर गयो बाँडेर न कहाँबाट जाने अब यहाँबाट आएँ म थाहा पनि भएन ए मैले ब्रेक हाने त मैले ब्रेक हान्नु नपर्ने रहेछ है एनिवेज दिस इज इट यस्तो पोज दिएर यहाँबाट यस्तो खिच्नु पाएको थियो है त्यहाँबाट यति धेरै म खान्न यति धेरै खान्न म नाइ खाऊ न प्लिज नाइ मेरो लागि प्लिज तिम्रो आँखा कस्तो राम्रो एउटा गऱ्यो मान्छेको स्वागै राम्रो छ केटी बस सो हामी चाहिँ अब सुकेटीबाट काठमाडौँ लाग्न आँटेको होइन अनि सबैजना गेयर अप हुँदैछन् बाइक कोल्ड स्टार्टमा हालिदिएको भर्खरै अब हामी यहाँबाट निस्किने डन दिदी उहाँ चाहिँ हाम्रो डन दाई अनि गाइजहरू गाडीमा सामान हाल्दैछन् त्यही अब यहाँबाट सिधै काठमाडौँ गइन्छ उहाँ हुनुहुन्छ हाम्रो माने म्याम यो चाहिँ हामी हिजो बसेको रिसोर्ट सो अब निस्किन्छौँ बाई बाई सी यू गाइज
छ हामी बलियो आइपुगिसकेको छौँ अनि एकैछिन चिया खाएर जानेर यहाँको चिया चाहिँ खुब फेमस छ अरे होइन गाइजहरू चिया खान जाँदैछौँ बच्चा यो हाम्रो ग्याङको बच्चा चाहिँ लम्बू बच्चा सानो बच्चा उहाँ चाहिँ हाम्रो मिस्टर फाडी हामी क्यों काले न कालो साथीहरू मुख धुनु पर्ने हो अलिकति वरिपरिको सो साथीहरू यहाँ चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ लास्ट जक्सन यही हो यही अब चिसो खाने मुख सुख धुने फ्रेस हुने कोको पन्ध्र बोक्ने अनि जाने मैं घर नहीं जाऊंगी मैं घर घर जानु मन छ तिमीलाई ओ गोपाली घर जानु मन छ ल मन छ मेरो घरै हो यार वाह त्यतिकै फिल्म ल्याउँछु बाई हामी चाहिँ फाइनल्ली काठमाडौँ आइसक्यौँ र अब हामी छुट्टिन लागेको छौँ भक्तपुरबाट म्यामहरू ब्याग निकाल्दै हुनुहुन्छ खतरा ल्याउनु भयो तपाईँले हो कस्तो खतरा भन्नु राम्रो थियो राइड कस्तो भयो राम्रो भयो आनन्दले हामी चाहिँ आइपुग्यौँ मानी हाउ वाज द राइड मजा आयो ल यो चाहिँ सक्सेस अनि उहाँ हुनुहुन्छ हाम्रो सतिश मैले कोटेश्वरको जाममा एकदम भिडिरहेको म चाहिँ फेरि जाममा परिसकेको मजा आइरहेछ नि मजा आयो अहिले चाहिँ हामी जाममा परेको छौँ हामी भिजिसक्यौँ पुरै अनि उहाँ त सो गाइज म चाहिँ सुकुटेबाट घर आइपुगेँ होइन अनि मेरो बाइक त्यस्तो सेक्सी देखिरहेको रहेछ क्या किनकि ऱ्यासीको बाइक हो नि त होइन सो दिस इज माई होम टाउन एन्ड दिस इज माई सेक्सी बाइक यो